हेलो एभ्रिवान, हजुरहरूलाई मेरो नमस्ते। र मैले आज यहाँ अचार बनाएकी छु। अचार पनि मैले चिकनको बनाएको भएर हजुरहरूसँग सेयर गर्नु पर्यो भनेर यो भिडियो बनाएकी हो। र मैले यहाँ सिर्फ 200 रुपिसको चिकन ल्याएर बोइल गरेर सेलिनुको लागि राखेको हो। र मसलामा मैले यहाँ सुक्खा मिर्चा लिएकी छु र मेथी दाना पनि लिएकी हो। र यहाँ मैले सौंफ लिएकी छु र 3 चम्मच मैले धनिया लिएकी छु, साबुत धनिया। र मैले यहाँ सरसो लिएकी छु र यहाँ 2 थोक अरू पनि कम छ जो कि मेरो किचनमा थिएन। त्यो भयो गोलमरिच र साबुत जिरा जो कि मेरोसँग थिएन। र मैले जिरा पाउडर त हालेकी छु र यसलाई मैले राम्रोसँगले भुटेर राख्छु र सेलिनु दिनु पर्यो। र मैले यसलाई साइड गरेर सेलिनुको लागि राखी छोडेँ। र मैले यहाँ चिकन पनि रेडी गर्दैछु। चिकन चाहिँ मैले यहाँ लिएर आएकी हो डाइरेक्ट पिस गरेर, तर मलाई चिकनको पिस अलिक ठुलो लागेको लागि मैले यसलाई कटिङ गर्दैछु। र कटिङ यसरी चाकुले पनि गर्नु सक्नुहुन्छ, तर मैले यहाँ हातले पनि गरेछु किनभने कि बोइल गरेको चिकन हो र बोइल गरेको चिकन हामीले हातले छुटाउँदा पनि हुन्छ। हजुरहरूले डाइरेक्टली काँचो चिकनलाई पनि लगेर तेलमा फ्राई गर्न सक्नुहुन्छ, तर मलाई चाहिँ चिकन बोइल गरेको पछि खानु लागि राम्रो लाग्छ र मैले यसरी बनाएकी हो। र मैले यहाँ मसला पनि सेलेर यहाँ पिस्नु लागेकी 5वटा अगबडे हालेर अलिक पिरो बनाउनु कोसिस गरेर यो अचार। र मैले यो पहिला नै मेरो बाँचेको अचारकै मसला हो। र मैले अदरक कुच्चाएर लिएकी छु र लसुन मसिनो काटेर लिएकी हो। र मैले यहाँ तेल गरम गरेपछि चिकनलाई तेलमा फ्राई गर्नुको लागि छोडिदिएँ। र हजुरहरूले भन्दै होला तेल त कम हालेकी हो, तर तेल अलिक ज्यादै छ, हजुरहरूले कमै देख्नुभएको छ। र अचारमा त अलिक तेल धेरै नै चाहियो होइन र, हजुरहरूले भन्नुहोस् त। र मैले यहाँ स्वादअनुसार नमक लगाएकी छु, त हजुरहरूले कतिको खानुहुन्छ त्यो अनुसारले हाल्नु सक्नुहुन्छ। र मजाले मिक्स गरेपछि यसलाई हामीले चरचरी यतिको हुन गरी भुट्नु पर्यो। र अब यसमा मैले हाल्दैछु अघि कुच्चाएर राखेको अदरक र यसलाई पनि राम्रोसँगले मिक्स गर्नु पर्यो। हर जिनिस राम्रोसँगले मिक्स गर्नु पर्छ किनभने कि यो अचार हो नि, अचारमा त हर जिनिस टक्टक्कै लाग्नुपर्छ होइन र। र अब यहाँ मैले हाल्छु लसुन, जो अघि काटेर मसिनो गरेर राखेको लसुन छ। र मैले तेल साइड गरेँ र म अब यहाँ हाल्दैछु लसुनलाई पनि अलिक रातो रातो गरेर भुट्नुपर्छ। जब यो रातो रातो भइसक्छ त्यसको टेस्ट अलग आउँछ। र त्यतिको पारेर मैले यसलाई भुटेकी छु। हेर्नुहोस् त कस्तो राम्रो देखिँदैछ होइन र, खाम लाग्दो लाग्यो। अरू पनि थोक हाल्नु बाँकी नै छ। र मैले यतिको चिकन फ्राई गरेपछि र मैले यसमा अघि पिसेर राखेको मसलालाई ट्रान्सफर गर्दैछु र यसलाई राम्रोसँगले मिक्स गर्नु पर्यो। र मिक्स गरेपछि र यतिको भइसकेपछि मैले यहाँ हालेको छु भिनेगर र अरूवटा थोक हालेको छु, जो कि अब फर्स्ट भिडियो बनाउँदैछु मिस्टेक त हुन्छ होइन र। र मैले यहाँ हालेकी छु काट्यो, त्यो भिडियो बनाएकी थिएँ तर काट्यो। र मैले यहाँ हालेकी छु सोया सस। एडिटिङ गर्दाखेरि मिस्टेक हुँदा मलाई यो भिडियो हाल्नु मन परेको थिएन, तर मिस्टेक भए नै सिक्छु होइन र। बोल्नु र केही भन्नु गल्ती भयो भने माफ गरिदिनुहोस् होला। र मैले यहाँ अरू एक थोक आमचुर पाउडर, जो यो अचारको मेन इन्ग्रिडियन्ट्स हो। हजुरहरूलाई कस्तो लाग्यो अचार, हेर्नुहोस् त कस्तो मिठो बनेको छ नि। हजुरहरूलाई मन पर्यो भने यो मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। थ्याङ्क यू।